यति राम्रो देखिने मासु के को हो त अनि हो कसले पकाएको साथीहरू। अनि मेरो भान्सामा आज चाहिँ के पाक्दैछ त। हेलो साथीहरू, वेलकम छ आजको मेरो छोटो मिठो मिनी ब्लगमा। आज पनि मैले भान्साको भिडियो लिएर आइसकेको छु, सबैले हेरिदिनु होला। मैले चाहिँ फर्स्ट टाइम चाहिँ माम पकाएँ होइन, मैले चाहिँ चुलामै पकाउँछु। आज चाहिँ यति धेरै किन पकाएको भन्नुला, मैले चाहिँ आज 2 घरलाई पकाएको होइन, आन्टीहरूको घरको आएर हाम्रो घरको लागि गरेर चाहिँ यति ठुलो भाँडामा पकाएको। अब खाने पनि त धेरै छ, त्यही भएर यता चाहिँ मैले दाल अघि नै पकाएको थिएँ, भिडियो चाहिँ मैले बनाएको थिएन कि होइन। अनि यता चाहिँ करे मसाएको छु। अनि मेरो माम पनि यत्रो भइसक्यो, अब चाहिँ यसलाई ढाकिदिन्छु हो। अनि यता चाहिँ मैले जिरा पिस्नलाई, मेरो बानी चाहिँ मासु नपकाउँदै जिरा रेडी गर्ने बानी छ कि। यस्तो रेडी बानी चाहिँ कसको छ कमेन्ट गर्नु होला है। अनि मैले चाहिँ के हालेँ भन्दा हजुरले पनि देख्नु होला, मैले चाहिँ सिलौटोमै पिस्छु जिरा चाहिँ। मैले फाइनली जिरा पिसेर पनि भ्याएँ। जिरा फेरि पुग्यो कि आँगै भरि, अब फेरि पिरो लाग्ने होला भनेर चाहिँ मैले। अनि यता चाहिँ अब चाहिँ यो चाहिँ के गर्नको लागि भनेपछि दाल झान्नको लागि मैले खुर्सानी र यो कुटेको यो के भन्छ लसुन पनि हालिदिएँ। अनि यता चाहिँ कराई डोसेर मैले तेलसेल हालिदिएँ। यो कालो कराई चाहिँ मेरो फेभरेट है, किनभने कालो कराईमा नि देख्दा यस्तो भए पनि आगोमा पकाउँदा कति सजिलो हुन्छ कि होइन, मसाउनु पनि पर्दैन, केही गर्नु पर्दैन कि। अनि मैले दाल झान्नको लागि के हालेँ भनेपछि साथीहरू के अरे सुकेको खुर्सानी, अनि कुटेको त्यो लसुन, अनि प्याज टमाटर हाल्दै, अनि हल्का जिरा पनि हालिदिएँ कि कस्तो हुन्छ मलाई थाहा छैन होइन। अब यसरी नै मैले झान्न लगाएको छु दाललाई चाहिँ। म एकछिन चाहिँ चलाइदिएँ, फेरि भिडियोमा त देखाउनुहुन्छ तर अब चाहिँ देखिनु नभन्नु लागि भनेर चाहिँ आज चाहिँ म देखेको छु होइन। यति पुत्ता थियो नि, अब मैले चाहिँ दिउँसै पकाएको थिएँ कि आज चाहिँ खाना, त्यही भएर चाहिँ यति पुत्ताइरहेको थियो, पानी पनि परिरहेको थियो होइन। बाहिर बसेर पकाइरहेको छु, देख्नु चाहिँ यस्तो रातो भइसक्यो। अब चाहिँ म दाल झान्छु होइन। यस्तो मिठो हुन्छ नि, कोहीको बानी चाहिँ पहिला नै झान्नुहुन्छ होला, मैले चाहिँ अलि पछि झान्छु कि होइन। तर यस्तै गरेर राम्रो लाग्छ कि मलाई चाहिँ। कसैले चाहिँ पछि झान्ने बेला पनि कराईमा गरेर पछि दाल हालेर उमाल्नुहुन्छ, मैले चाहिँ पहिला नै गरेर उमाल्छु। अब मैले चाहिँ पकाउँदैछु मासु है त। फेरि 2टा मासु 2टा प्लास्टिकमा छ भन्नु लागि पहिला आधा किलो ल्याएँ, फेरि पछि फेरि आधा किलो लिएर 1 किलो बनाएँ। मेरो बानी चाहिँ पखाल्ने बानी छ मासुलाई चाहिँ, हजुरले मेरो पहिला ब्लगमा पनि देख्नुभयो होला। अब हजुरको चाहिँ कसरी गर्छ, मैले चाहिँ पखालेर नै पकाउँछु मासु चाहिँ होइन। अनि त्यसको लागि चाहिँ अब चाहिँ म रेडी हुन लागेँ मासु पकाउनु लागि। यता चाहिँ प्याजहरू काट्न लागेँ, अनि प्याज पनि काट्नु पऱ्यो, प्याज हाल्नै पऱ्यो भनेर चाहिँ मैले चाहिँ प्याज काट्नलाई आज म देखेको छु है, कहिले देखिन्न थिएँ होइन, आजै देखेको छु। अनि यता चाहिँ मैले टमाटर पनि काट्न लागेँ। अब टमाटर समाटर प्याज हालेर त्यस्तो मिठो पकाउन चाहिँ आउँदैन मलाई चाहिँ होइन, जस कोसिस गर्दैछु होइन। यसै गरेर नि सिक्ने हो सबै चिज पहिला नै सिकेर त कहाँ हिँड्छ र, सबै बिस्तारै सिक्दै जाने होइन। म चाहिँ तेलसेल पनि हालिदिएँ, अनि ज्वानो मेथी पनि अब हजुरले पहिला नि थापिसक्नु भएको छ, त्यही भएर मैले पुरा देखाइनँ होइन। ज्वानो मेथी प्याज पनि हालेर एकछिन भुट्दिएँ यसलाई चाहिँ टक्क लाएर। अनि त्यसपछि चाहिँ मेरो चाहिँ प्याज रातो हुन लागिसकेको छ। अनि मैले चाहिँ बेसार हालिदिन्छु। अब बेसार चाहिँ हाल्ने पऱ्यो, कोहीको बानी चाहिँ पछि मासु भुटेर पछि बेसार हाल्ने बानी छ, मेरो चाहिँ पहिला नै बेसार हालेर बल्ल मासु हाल्ने बानी छ। अनि मैले मासु पनि पोल्दै कि फेरि मलाई मासु नपोलिकन त मलाई पकाएको जस्तै लाग्दैन कि होइन। मेरो यो बानी चाहिँ मेरो कहिले छुट्ने भएन, बरु थोरै होस् एउटा चोक्टा होस् मैले चाहिँ पोलेर खाने बानी छ कि होइन। त्यही भन्दा मैले नुनसुन पनि हालिदिएँ। हजुरसँग बोल्दै हेरी के गर्छु मलाई थाहा छैन कि। अब चाहिँ मैले जिरामाथि चाहिँ यो चाहिँ टमाटर हालिदिनु लागि अब मैले पहिला नि देखाउँथेँ होइन हजुरहरूलाई। यता चाहिँ मलाई बाबुले रिस उठाइराख्नु भएको थियो कि मासु चाहियो भाउजू, मासु चाहियो भनिराख्नु भएको थियो। पाकेको थिएन मासु चाहिँ भर्खर हालेको थियो, त्यहाँदेखि मासु चाहियो अरे कि होइन। एकछिन चाहिँ बाबुसँग झगडा गरेँ। अनि यता चाहिँ मेरो पोलेको मासु पनि रेडी भयो, मैले चाहिँ खाना लाग्यो। यस्तो मिठो लाग्छ नि कुरै छाड्दिनु होइन। पोलेको मासु चाहिँ मेरो फेभरेट हो कि, मलाई पकाएको भन्दा पोलेको मासु मनपर्छ। अनि यता चाहिँ मेरो मासु चाहिँ यस्तो बन्न लागिसकेको छ। अनि यता चाहिँ मैले दिदीलाई भिडियो बनाइदिनुहोस् भनेको थिएँ, हल्का बनाइदिनु भएको छ। आज म धेरै जस्तो देखेकै छु क्या भिडियोमा चाहिँ।